हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो नयाँ एपिसोडमा। र आजको एपिसोड हामी बिच बाटोबाट गर्दैछौँ। र यो पाउँदीको पुलबाट चाहिँ आजको भ्लग चाहिँ हामीले सुरु गर्ने वालामा छौँ। र आज हामी टाइनस जाँदैछौँ। र यो अब हामी चाहिँ यो जङ्गलको बाटो हुँदा हुँदै माथि डाँडासम्म पुग्छौँ आज। सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। हाम्रो साथमा छ 250 यमाहा हाम्रो साथमा छ भने चाहिँ आज हामी यसैमा जाँदैछौँ। र सो कस्तो हुन्छ भ्लग अन्तिमसम्म हेर्नु होला। सकेसम्म हामी इन्टरटेनमेन्ट अनि त्यसपछि त्यहाँको जुन माहौलहरू त्यहाँको जुन फुलेको लाली गुराँसहरू आज हामीले एक्सप्लोर गरेर हामी आएको छौँ। सायद आशा गर्दछु त्यहाँ पनि राम्रै होला। सो त्यसको लागि तपाईँले भिडियोलाई अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। र हामी जानेवालामा पनि छौँ र कस्तो हुन्छ सो तपाईँहरूले हेर्दै गर्नु। र अर्को कुरा पनि म तपाईँहरूलाई देखाउन चाहन्छु। यहाँनिर चाहिँ पाउँदीको यहाँ रहेछ एउटा ठुलो मन्दिर पनि राखेको छ। शिवजी होला जहाँसम्म लाग्छ मलाई। ठुलो एउटा बनाएर राखेको छ। सो इन्ट्रेस्टिङ छ। पुल छ, खोला मजारी बगेको छ, दोर्दी खोला सबै मिसेर आएको होला साथ मर्स्याङ्दी दोर्दी सबै। र आज हाम्रो साथमा यामाहाको बाइक छ भने चाहिँ हामी यसैमा जाने वालामा छौँ। यसो हामी जाँदैछौँ राइनस जङ्गलको बाटो हुँदै जान्छौँ। जहाँसम्म लाग्छ उहाँ पनि त्यति जाम लाग्नुमा होला होइन। ओ माय गॉड बाटो हेर्नु बाटो हामीले के सार्नुमा यो चैत वैशाखमा त अब जहाज दिएर बस्या हुन्छ नि त डिजल लाउनुको लागि। अन्त सालको बोटहरू बेसी हुने हाम्रो हेटौडामा चाहिँ। अनि यो पात झर्दाखेरि जसले समात्छ ऊ चाहिँ पास हुने, पात नसमात्नेहरू चाहिँ फेल हुने। र हामीले कहिले काहीँ पात समात्न सक्थेन कि ल अब हामी फेल हुने भयो भनेर कस्तो टेन्सन हुने। वाउ कस्तो राम्रो देखियो कि अब चाहिँ घरहरू निस्किएको कस्तो हामी थुप्रो माथि आइसक्यो। अब यो धुलोले चाहिँ मान्छे मार्ला जस्तो छ। बाटो यस्तै रहेछ, धुवा धुलो ल हेर्नु धुवालो राइनसको बाटो। तर काम पनि हुँदो रहेछ तर एकदम ढिलो।
साथीहरू हेर्नुहोस् यहाँ जुम गरेर देखाउँ वाउ भयो जुम Oh my god! Que esto? सो फाइनली गाइज हामी आइसकेका छौँ राइनर्स कोट र राइनर्स कोट आउँदासम्मको इस यहाँ देखाउन थोरै तलदेखि देखाउ त माथि अनि यो आधार देखाउन यस्तो भइसकेको छ तर जस्तोसँग दुःखसँग आएको थियौँ आइपुग्दा यहाँको लालीगुराँसहरू यहाँको माहौल देख्दाखेरि चाहिँ मन आनन्द भएको छ सो हामी माथिसम्म तपाईँहरूलाई देखाउने वालामा छौँ सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला ल अब हामी यहाँबाट जाँदैछौँ ल सुरुमै के हो को हो यो त्यहाँका नमस्कार ल यस्तो मजाको फुलेको छ कस्तो देख्दो रहेछ राइनर्स कोट ल जाउँ माथि ल माथि जाउँ त्यसपछि हामी फोटोहरू केही खिच्छौँ के छ यहाँ ल यहाँ पढिहालौँ सक्द मनाइ छ मन्दिर क्षेत्रको हजुर यो जरिवाना लाग्छ अरे गाइस बी केयरफुल लाली गुराँस फुलेको के गरेर लाली गुराँस फुल्ने हामी चाहिँ धुलोले फुले स्वागत छ तपाईँहरूलाई पनि हाम्रो भ्लगमा भाइरल हुने भयो 20 जना ल टक्कै मजाले फुलिराखेको छ फुलेको फुलहरू फोटो कतिखेर खिच्न गएलेमा ल यहाँबाट माथि जाउँ हामी एकछिन ल अब हामी घुमियो धेरै यहाँ फुलहरू पनि हेरियो मजाले किनकि टिप्न नपाउने रहेछ टिप्यो भने चाहिँ 1000 रुपियाँ जरिमाना कता त्यो त मन्दिरमा पो भनेको थिएँ हो यतातिर चाहिँ पाइन्छ होला तर पनि नटिपौँ हामी ल जाउँ भरे पैसा माग्यो भने हामीसँग छैन साथीहरू ल अब हामी चाहिँ अघि उताबाट आएको थियौँ अब जाने चाहिँ हामी यहाँबाट जान्छौँ पर्दैन ल यो त कच्ची हुन्छ उयो जाउँ वाउ साथीहरू यता चाहिँ क्या दामी ओइ ओइ खिचौँ न तपाईँलाई मैले एउटै चिज दिन्छु के चिज हो त्यो ठुलो हो र फेरि सानो ल पेट मोटो छ खाजा खाने हो तलै ल जाँदा जाँदा चाहिँ यो मजाले फुलेको लाली गुराँसलाई बिदाई गर्दै अब हामी निस्किन लाग्दैछौँ
र अन्तिमचोटि क्यामेरामा चाहिँ चोरेको साथीहरू कैद गरौँ होला यिनीहरूलाई चाहिँ मजाको फुलेको छ र कति त झरिसकेको रहेछ र अलि पछि आयो भने चाहिँ यो सायद मेरो विचारमा हुन्न होला हामी अलिक ठिक समय चाहिँ आइछौँ र सो अब हामी फर्किन्छौँ गाइस भोक लागेर चाहिँ यो खाना लाग्छौँ हामी चाहिँ मोमो चाउमिन है